नमस्कार सबैजनालाई रुचिक मल्टी सर्भिस युट्युब च्यानलमा यहाँलाई स्वागत छ। सदाझै म आज पनि नेप्सेक एनालाइसिस लिएर उपस्थित भइसकेको छु। हामी जान्छौँ univerexpress.simdeep.com। त्यसपछि जान्छौँ हामी टेक्निकल चार्टमा तपाईँको नेप्से मे 5, 2026 मङ्गलबार वैशाख 22 गतेको ओपनिङ 2701.23, हाई 2726.18, लो 2684.62, क्लोजिङ 2712.86 मा गरेको छ। समग्रमा लास्टमा 16 अङ्कको वृद्धि भए पनि हिजोको तुलनामा 8.78 अङ्कको वृद्धि, पर्सेन्टेजमा भन्दा 0.32%। भोल्युम एकदमै सुक्खा छ, 3.43 अर्ब। अब के भन्छ त, चार्टबाट हेर्छौँ हामी। मैले हिजो भनेको थिएँ 2712बाट फर्किन पनि सक्छ भनेर। हेर्नुहोस्, यो बिन्दुबाट फर्किन लागेको छ है, 2708। यहाँबाट फर्के पनि हुन्छ भनेको थिएँ। यो त 2649 धेरै तल छ, सायद यहीँबाट मार्केट फर्किन पनि सक्छ है। डेड क्याट बाउन्स हुन पनि सक्छ। यहाँ लोवर लो बनायो, अब लोवर हाई बनाएर फेरि लोवर लो बनायो भने घट्छ। अब यहाँ लोवर हाई बनाएर फेरि अनि हायर हाई, हाइकेनेसीबाट हेर्दाखेरि के छ त, रेड सिग्नल है देखाएको अवस्था छ। 3 दिनको चार्ट पनि त्यस्तै नै छ है त। एडिएक्स 14 हेर्छौँ हामी। एडिएक्स 14 हेर्नुहोस्, हिजोसम्म अप ट्रेन्ड देखाइरहेको थियो, आजबाट के हेर्छ यो एडिएक्स के छ त, स्ट्रेन्थ घटेको छ है। यो इन्डिकेटरले एकदम राम्रो काम गर्दो रहेछ। अब यसको भ्यालु डाइरेक्ट अब तलै झर्न त भएन है, जहाँ छ त्यहीँबाट झर्ने नै भयो। अब हिजो अस्ति के देखाउँथ्यो, मोमेन्टम स्ट्रङ देखाउँथ्यो, बजार झरिरहेको थियो, मोमेन्टम स्ट्रङ देखाइरहेको थियो भने अहिले बजार बढेको बेलामा के छ त, मोमेन्टम घट्दो क्रममा देखाइरहेको छ। पर्सेन्टेज -77.87, यो फेरि -80 तर्फ जान गइरहेको छ, नराम्रो हो। आरएसआई 14 33.80, यो पनि त घट्दो क्रममा छ, -30 मा गएपछि फेरि बाउट ब्याक हुनसक्छ। 200 दिनको एक्सपोनेन्सियल मुभिङ एभरेज 2742, इएमए 8 दिनको इएमए 2783, 8 दिन 50 दिन इएमए कति छ त, 2712। $10 अर्बको भोल्युम हुनुपर्ने थियो, जम्मा 3 अर्ब भोल्युम। एडिएस 56.36, अनब्यालेन्स 22 अर्ब है। यो चाहिँ लगभग बढ्दो क्रममा झन् राम्रै हो। साइकिन मनी बल्ल पोजिटिभमा आएको छ 0.09। 200 दिनको एभरेज 27.69, भोल्युम एकदमै कम छ। रेजिस्टेन्स 2834 तर्फ धेरै नै छ। प्याराबोलिक सार हेर्छौँ। प्याराबोलिक सार माथि देखाएको छ, अहिले 2870 तर्फ देखाइरहेको छ। सेन्ट्रल पिभट पोइन्ट के छ त, साइडवेजै छ। इछोमोको क्लाउड के छ त, साइडवेजमा केही माथि देखाएको छ। हामी जान्छौँ सिएमएफ साइकिन मनिपुल 0.09, पर्सेन्टेज आरमा तलबाट माथि आएको छ है। अब -85बाट माथि आउँदैछ। यो 70देखि -30सम्म राम्रो मानिन्छ। सुपर ट्रेन्ड 10 2836बाट इफिसियल सिग्नल दिइसकेको छ। 14 दिनको स्मुथ मुभिङ एभरेज 2784.14 छ। हामी कतिमा छौँ त, 2760मा, यो 2712मा छौँ है त। स्मुथ मुभिङ एभरेज 14 दिनको 2784, 2836 टिडिआई सेटअप हेर्नुहोस्। यो अब यो ग्रिन सिग्नल चाहिँ के हुनसक्छ, 42बाट अब यदि माथि फर्किन्छ भने 46लाई क्रस गर्दाखेरि स्पाल्किङ ट्रेडरहरू छिर्छन्। हामी 50भन्दा माथि चाहिँ हामी छिर्छौँ है। पोजिसनल ट्रेडिङ स्विङ ट्रेडिङ गर्ने चाहिँ 50भन्दा पछाडि छिर्छौँ। अझ लङ पोजिसन गर्ने त 54भन्दा माथि कटिसकेपछि, यो डट लाइनलाई कटिसकेपछि के गर्छन् त, बजारमा छिर्ने गर्नुहुन्छ। अलि अवस्था आएको छैन। आरएसआई 2, आरएसआई एसएमएस 7 यिनीहरू 27 र 17 छ। यदि 30देखि 70सम्म आयो भने राम्रो मानिन्छ। र यो तलबाट बााउन्स भएर माथि आएको छ, अब छिटै नै राम्रै जोनमा आउनेछ। 9 दिनको एक्सपोनेन्सियल मुभिङ एभरेज 2753.31, 21 दिनको एक्सपोनेन्सियल मुभिङ एभरेज 2780.74। यो के छ त, डेथ क्रस गरेको छ। यदि ग्रिन सिग्नल वा रेड सिग्नललाई क्रस गरेर माथि आउँछ भने हामी बुलिस बजारमा प्रवेश गर्छौँ। 50 दिनको इएमए एभरेज भने 2774.31 रहेको अवस्था छ।
त्यसपछि आर सेटअप हेर्छौँ। यसको त चाहिँ आरएसआई यो गोल्डन क्रस 2.87 र 0.96 यो गोल्डन क्रस गरेको छ। अब यो माथि आउने सम्भावना छ। चाइकिन मनी फ्लो पोजिटिभ यो एसएम असिलेटर -80 मा है। अब हिस्टोग्राम घट्दै घट्दै आयो भने बुलिस बजार हुनेछ। सुपर ट्रेन्ड 2747 बाट सेल सिग्नल दिएको छ। एसएमएमएच 40 यो चाहिँ दुई ठाउँमा राखेको कारण के हो भने खास डिफ्रेन्ट टाइम फ्रेममा हेर्नलाई हो। लास्टको 1 आवरमा हेरौँ न कस्तो थियो। हेर्नुहोस् राम्रो छ। यस्तो कति 4 छ त फेरि लास्ट आवरमा त 76 71 देखाएको छ। चाइकिन मनी फ्लो माइनसमा लास्ट आवरमा चाहिँ त्यति राम्रो रहेनछ। अब चाइकिन मनी फ्लो यो ठिकै छ। ओ सेटअप हेरौँ। अनब्यालेन्स भोल्युम 69 अर्ब 1 खर्बसम्म पुग्छ यो। चाइकिन मनी फ्लो 0.0 राम्रो छ। आरएसए 1488 को जोनमा राम्रो तलबाट माथि आइरहेको छ। 50 भन्दा माथि आएपछि बजारमा गुटुङ लगाएर मान्छेहरू प्रवेश गर्दछन् है। 8 दिनको एक्सपोनेन्सियल मुभिङ एभरेज 2749 छ। हामी 2712 मा छौँ र यो सबभन्दा यो 2749 भन्दा माथि गयो भने हामी के हुन्छ त बुलिसमा प्रवेश गर्छौँ र भोल्युम धेरै छ। कारोबार 2796 तर्फ के देखाइरहेको छ त रेजिस्टेन्स देखाइरहेको छ। आरएसए 14 अब तलबाट माथि आउँदैछ। ठिक छ। चाइकिन मनी फ्लो ठिक छ। वुल बी ठिक छ। यो सबै ठिक छ। किन डबल भयो चाहिँ। अब हेर्नुहोस् डिएमआई 14.4 के छ त 30 र 13 छ है। 30 सेलर 13 बायर। अब यो चाहिँ के हुन्छ नजिक हुने क्रम हुँदै जान्छ। 56। अब त्यसै गरी बोलिङ्गर ब्यान्ड हेर्छौँ हामी। बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड 2793 मा छ है। धेरै माथि छ। हामी 2712 मा छौँ। केटनल च्यानललाई रेस्पेक्ट गर्न छोडिसकेको छ। बोलिङ्गर ब्यान्डको तल्लो ब्यान्डलाई चाहिँ क्यान्डलले रेस्पेक्ट गरिरहेको छ। त्यही नै स्मार्ट मनी कन्सेप्टबाट हेर्छौँ। यो के छ त लिक्विडिटी तलबाट लिइरहेको छ। इमिडिएट रेजिस्टेन्स 2764 मै रेजिस्टेन्स छ। हिजो अस्तिको बाई नै अबको रेजिस्टेन्स हुन्छ। यदि बजार बढ्यो भने 2915 सम्म र यदि बजार घट्यो भने 2646 सम्म पनि जान सक्ने सम्भावना छ। अब इन्ट्री गर्ने कि एक्जिट गर्ने त भन्दा मनी फ्लो केही हदसम्म पोजिटिभ छ है। पोजिटिभ बल्ल आउन लागेको छ। आरएसआई 38 छ। 50 बाट प्रवेश गरिन्छ भनेपछि ठिकै छ। किन्ने जोनमै छ। बजारमा हल्का पार्सियल्ली इन्ट्री गर्दा हुन्छ। भ्यू अफ 2707 मा छ। एभरेज प्राइस चाहिँ हामीभन्दा मुनि भएको हुनाले बजार तल घट्ने सम्भावना छ। हेरौँ अब फिबोनाची नम्बर अनुसार 3 दिन मार्केट बढ्ला। हिजो बढ्यो, आज र भोलि पनि बढ्ला। पर्सिबाट भन्न सकिँदैन। भोल्युम एकदमै ड्राई छ। जम्मा 3 अर्बको कारोबार। 20 दिनको इएमए 2779 छ। इएमए 20 भने 2793 छ। यो अरूसित तुलना गर्न राखेको छ। इएमए र इएमएको सम्बन्ध चाहिँ छैन। तर इएमए 20 सित इएमए 8 को अथवा इएमए 200 को इएमए 50 को सम्बन्ध हुन्छ। इएमए सित पनि इएमए 50 इएमए 100 को सम्बन्ध हुन्छ। इएमए र इएमए आफैमा यो दुईटामा सम्बन्ध त हुँदैन। भए पनि के हुन्छ भने इएमए नै ठुलो हुन्छ है। बुलिस बजारमा इएमए नै वृद्धि हुन्छ। हरियो चाहिँ माथि नै हुन्छ बढेको बेलामा। हस् त आज मार्केट बढ्छ कि घट्छ तपाईँलाई के लाग्छ कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। धन्यवाद।